अहिले चाहिँ यहाँनिर कति बज्न आँटेको छ भने चाहिँ 3 बज्न आँट्यो अरे हो। हामी चाहिँ यहाँनिर 3 बजे आइपुग्यो फाइनली है। 7 बजे हिँडेको 3 बजे आइपुग्यो। यहाँनिर चाहिँ हामी आइपुगेको छ हो। त्यहाँदेखि चाहिँ अब तपाईँलाई म देखाउँछु फेरि के हुन्छ देखाउनुहोस् होला। चाहिँ यस्तरी डेकोरेसन गर्नुभएको रहेछ है, मजाले गर्नुभएको रहेछ है। ले कहाँ बस्दै अरे अब चाहिँ यहाँ भित्राउनुको लागि रेडी गर्नुहुँदो रहेछ। यहाँनिर यो चाहिँ हाम्रो पुज्नहरूको घर रहेछ। बाटो बन्द रहेछ नि के गर्नु अरे राकै छैन भाउजू राकै छैन एकैचोटि भित्राउने गरेको छरेको चाहिँ बुहारीले अब समेट्नु पर्यो नि त। सकेको छैन एकछिन सकेको छैन। हेलो गुड मर्निङ। आज चाहिँ सेकेन्ड दिन। हिजो बेलुका चाहिँ हामीले त्यस्तो केही बनाउनु पाइनँ किनकि यस्तो बेसी ढिलो आयो होइन। यस्तो थाकिरहेको थियो। अन्त हामी त आएर यहाँनिर के गर्नुभयो बेहुलीको होइन। अन्त घरहरू के भित्राउनुहरू के गर्नुभयो। त्यहाँदेखि चाहिँ एकछिन बाद हामी चाहिँ अलिक कतिवटा उयोहरू थियो त्यो सकेर चाहिँ हामी चाहिँ 5 बजीतिर चाहिँ एकछिन भए पनि सुत्यौँ होइन। त्यही हो। अन्त आज चाहिँ यहाँ के हुन्छ त्यो देखाउँछु है तपाईँहरूलाई। अन्त स्टे ट्युन। अहिले चाहिँ हामी यहाँनिर गफ गर्दै बसिरहेको छौँ 3जना हो। रिजिनी यहाँ हुनुहुन्छ होइन। अनि त्यहाँदेखि चाहिँ अहिले चाहिँ हामी बसिरहेको छौँ। अघि उठेर फ्रेस भएर होइन। भित्र घाम मजाले आउँदो रहेछ। घाम ताप्दै बसिरहेको मजा लाग्दैछ। कहिले नभड्किनु जस्तो लाग्दैन। कति मजाको ठाउँ छ तर ठाउँ कस्तो राम्रो छ कि तपाईँहरूलाई म बाहिर निक्ल्यो भने देखाउँछु। तर अहिले चाहिँ हामी भित्र बसिरहेको छ नि त गफ गर्दै देखाउँछु हो। त्यही हो हेर्दै गर्नुहोस् होला। ए यहाँनिर चाहिँ यस्तो रहेछ हो। भेनाको गाउँ चाहिँ यस्तो छ। यहाँ चाहिँ डेराहरू लगाउनुहुँदै थियो हो। हाम्रो रिजिना चाहिँ यहाँ हुन्छ। शर्मिला त हुनुहुन्छ। रिजिना के भन्नुहुन्छ? फ्यामिलीको याद आइरहेको छ पुरा। अब पुरा याद आइरहेको छ अहिले जुन जस्तो भइरहेछ। तर अब 5 दिनमै फर्किहाल्छ हो। अन्त यता चाहिँ रिजिनासँग चाहिँ हामी 2 जना थियो, शर्मिला र म हो। अन्त साथी चाहिँ छ। अन्त राम्रो भइरहेछ। गाउँ चाहिँ यस्तो हाम्रो जस्तै गाउँहरू रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ अहिले खानाहरू खाएर बसिरहनु भएको छ गफ गर्दै। हामी 3 जना चाहिँ गर्दै बसिरहेको छौँ। यहाँनिर यस्तो दामी गाउँ रहेछ। यहाँनिर चाहिँ गाई खसीहरू रहेछ। रिजिनाले चिनाउनु लानुभएको अरे हामीलाई घुमाउनु होइन। चाहिँ म आफै चिनेको छुइनँ होइन। चिनाउनु चाहिँ म चिनेको छुइनँ। बादमा चिनाउँछु भनेको आउँदैन होइन। घुमाउनु हुँदैछ। यहाँनिर घुम्दैछ हामी 3जना। भ्यू पोइन्ट यहाँ हेर्नुहोस् न उयो यस्तो के रोपेको रहेछ। यहाँनिर यति दामी रहेछ है हाम्रो भेनाको गाउँ। मेरो रिजिनाको गाउँ दामी लाग्यो। घरको याद आउँदो रहेछ गाउँ यता देख्दा चाहिँ। यति दामी छिटाउनै रातभर नाट्यो।
हामी पनि सुतेर उठेको सुतेर उठे खाना खाएर चाहिँ सुतेर चाहिँ उठ्यौँ है हामी चाहिँ कस्तो निन्द्रा लागिरहेको थियो है आमा अस्तिको दिनदेखि नसुतेको अन्त अहिले अलिक फ्रेस भयो है अहिले अलिक फ्रेस भयो नि फेरि अनि यस्तो तातो रहेछ कि यो जग्गा चाहिँ रिजिना कुन चाहिँ जग्गा भन्दिनँ न गुम्बा डाँडा डाँडाहरू के त कस्तो तातो छ धन जाडो त्यस्तो जाडो चाहिँ छैन जाडो लाग्यो कि रहेछ दामी अरू बिपाहरू दामी देख्यो होला है उता आगो बालेको ए टेन्सन भयो ज्यादा भने चाहिँ यहाँ आएर बस्नुपर्ने रहेछ फ्रेस हुने रहेछ यस्तो डाँडा रहेछ उयो माथि रहेछ हौ यहाँनिर सानो मन्दिर रहेछ यहाँनिर सानो देख्दै गरेको ए त्यही जस्तो लाग्यो गुम्बा डाँडा भन्छ होला त्यही भनेर यहाँनिर हो यहाँनिर यस्तो रहेछ पूजन दादाको घर चाहिँ यहाँ तल छ यहाँ रिजिनु बसिरहनु भएको छ है फ्रेस भयो म्याडम अलिक फ्रेस भयो अहिले सुत छ्याउ राम्री मलाई मन पर्यो सुबारी यहाँ चाहिँ रिजिनामा भेट्न आउनु भएको रहेछ पुरा राम्रो लाग्यो भन्दैछ बडा नि छन् कि सबभन्दा ठुलो ठालो हामीले ए बरी बुवालाई के थाहा छ नि सबभन्दा बाउभन्दा मुनिको चाहिँ हाम्रो बुढो हो कि म हो अरू छैन त्यहाँ थियो त थुप्रो छ नि अब के गर्ने ए भाइ अब बडा नि छन् घरमा यस्तो रहेछ यहाँनिर भोलिको लागि रेडी गर्दै रहेछ यहाँनिर अन्त अरू चाहिँ ऊ तल छ सजिला मजा आइरहेको छ रिजिना चाहिँ ऊ माथि घरमा गइरहेछ उसको को आफ्नो मान्छे भेट्नु जानुभएको छ अनि एउटा यहाँ तल अब अलिक रिजिना उयो पूजन भिनाको घर चाहिँ यहाँनिर तल छ यहाँ रेडी हुँदैछ भोलिको लागि यहाँ हुनुहुन्छ भिना सुतिरहनु भएको छ फोन हेर्दै यहाँ हुनुहुन्छ ए पैसा गर्ने रे पैसा खै रिजिना पैसा यहाँनिर त्यस्तो चाहिँ एउटाको त्यहाँ ठिकै त लु के भन्नु अब के भन्नु बुढीलाई कहाँ रिजिना भन्नु लु अहिले अहिले चाहिँ हामी सबै कामहरू सकेर मतलब अब भोलिको लागि सबै सकेर होइन बसिरहेको छौँ गफ गर्दै हाम्रो जस्तै हो मन लाग्दैछ उसलाई चाहिँ किन त्यस्तो घरको यस्तो उयो फिल भएको छैन भने चाहिँ नि अब हामी यहाँ दुईजना छौँ नि त घरकै मान्छे त्यही भनेर भएको छैन कि जब हामी जान्छौँ तब चाहिँ रुन्छ मान्छे मलाई याद छ त्यही हो होइन अन्त त्यस्तै छ हामी हतारमा छौँ कि आमाहरूलाई के भनिदिनु न यहीँबाट भोलि दिदी रेडी हुनुभयो भने म पनि गाडीमा उहरूलाई चाहिँ पुरा मिस गरिरहेको छ अरे रिजिनाले हो अन्त अब हामी चाहिँ भोलि फेरि अर्को उयो गर्छौँ भोलि के हुन्छ हो देखाउँछु आज चाहिँ यहीँसम्म हो बाई